एभ्रिवान, प्रणाम। आज चाहिँ प्रकृतिको बीचमा बसेर एउटा कविता लिएर आएकी छु। यो कविता मैले यहीँ आएर लेखेको, मतलब यहीँ। अनि त्यसपछि मेरो कविताको शीर्षक रहेको छ तिमी के लिएर आयौ। कविता यसरी सुरु हुन्छ। हो थोरै खाली थियो मेरो मन, हो थोरै खाली थियो मेरो मन, तर पुरै रित्तो त थिएन नि यार। भएको खुसी पनि रित्याएर गयौ, भएको खुसी पनि रित्याएर गयौ। के यसैलाई भन्छौ र तिमी प्यार। तिमी आयौ मलाई तिमी नचाहिएको बेला आयौ, तिमी आयौ मलाई तिमी नचाहिएको बेला आयौ, तिमी आयौ बस तिमीलाई म चाहिएको बेला आयौ। आफ्नोपनको आभास लिएर आयौ, आफ्नोपनको आभास लिएर आयौ, प्रेमिल मनको आस लिएर आयौ। क्षणिक त रहेछ सबै, मेरो खुसी लुटेर तिमीले पाउन चाहिँ के पायौ। तिमीले मलाई बुझ्न नसकेको होइन, मैले तिमीलाई नबुझेको पनि छैन। दोष किन लगाउँछौ बुझाइलाई, दोष किन लगाउँछौ बुझाइलाई, तिम्रै मायामा कमी भएको होइन। बोल्न जस्तो सजिलो कहाँ छ र, बोल्न जस्तो सजिलो कहाँ छ र प्रेम निभाउनलाई। पटक पटक आफू तल झर्नुपर्छ प्रेम बचाउनलाई। थाहै नपाई प्रेमको डोरी लिएर किन आयौ, थाहै नपाई प्रेमको डोरी लिएर किन आयौ। अनि गाँसी नै लागेको प्रेमको डोरी चुडेर चाहिँ के पायौ, अनि गाँसी नै लागेको प्रेमको डोरी चुडेर चाहिँ के पायौ। दोषी तिमी मात्रै त पक्कै होइनौ, दोषी तिमी मात्रै त पक्कै होइनौ। गल्ती मेरो पनि थियो, विश्वास जो गरेकी थिएँ तिम्रा बकमफुसे गफहरूले, तिम्रा बकमफुसे गफहरूले सपनाको संसार जो भरेकी थिएँ। के मेरा आँसुका धागाहरूले तिमीले आफ्नो खुसी बुन्यौ, के मेरा आँसुका धागाहरूले तिमीले आफ्नो खुसी बुन्यौ। नत्र भन न झुटका खेती गर्नलाई मेरै मन चाहिँ किन चुन्यौ, नत्र भन न झुटका खेती गर्नलाई मेरै मन चाहिँ किन चुन्यौ। धन्यवाद, प्रणाम।